सम्पूर्णमा नमस्कार। मेरो अघिल्लो भिडियो हजुरहरूले मन पराइदिइबक्स्यो होला। फेरि आज पनि म हजुरहरू समक्ष गुरुजीसँग 1 मिनेट भन्ने च्यानलबाट अर्को नयाँ कथावस्तु क्रोधकै बारेमा लिएर आएको छु। क्रोध आयो भने 1 मिनेट यो गर्नुहोस्। के गर्ने भन्दाखेरि गौतम बुद्ध भन्नुहुन्छ क्रोध भनेको आफैले पिएको विष हो र अर्काको मर्ने आशा गर्नु हो। जब रिस आउँछ पहिला 3 पटक गहिरो सास लिनुहोस्, पानी पिउनुहोस् र आफैलाई सोध्नुहोस् के 5 दिनपछि यो कुरा मैले सम्झने छु। 90% समस्या त्यही सकिन्छ। शान्त दिमागले मात्र सही निर्णय लिन्छ। भिडियो मन परेमा यो गुरुजीसँग च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। जय श्री राम।